किताबको समेतन स्कुल किताब हैन यति निकाले भइसक्यौँ त्यता छ यता छ यति धेरै छ किताबहरू टिभी त आनन्द बजिरहेको छ मस्त लाएर तपाईहरुलाई म ध्यान छ है त यसबाट छ यहाँ ट्र्याकहरू छ बच्चीको लागि अनि घोडा अनि यो कारहरू यो तपाईलाई अब बाल विकासको लागि पनि यो पिङहरू छ अनि घोडाहरू गाडीहरू छ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सबैजनालाई जसले नमस्ते फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल सबैजनालाई। म अहिले कहाँ आएछु भनेपछि अहिले म स्पोर्ट हाउसमा आएको छु म काम गर्ने ठाउँमा। किन आएको भनेपछि म यो किताबको सिजन रहेको छ सरकारी किताब बाँड्न आएको छु यहाँ बोलाएर साउदाइले बोलाएर अब यहाँ यो किताब यो पुरै तपाईँको सरकारी किताब हो। हामीले राष्ट्रिय मावि किताब पनि छोडिसक्यौँ बाँडेर अब मैले अब एकजना अब एउटा स्कुलको बाँड्नु छ खरेन्द्रपुर स्कुलको किताब बाँड्नलाई आएको म अनि त्यसपछि म फेरि घर जानुपर्ने हुन्छ। म चाहिँ अहिले यहीँ आएर भ्लग स्टार्ट गरेर किनभने चाहिँ घरमा भ्लग स्टार्ट गरिनँ त्यसैले म चाहिँ हाफ कट्टुमा आएको हाफ कट्टु भन्नाले हाफ साँगीमा आएको खाना खाएर आएको भर्खर टन्न छु अनि देख्न सक्नुहुन्छ तपाईँले यहाँ बच्चा बच्चीको लागि अनि घोडा अनि यो कारहरू यो तपाईँलाई अब बाल विकासको लागि पनि यो पिङहरू छ अनि घोडाहरू गाडीहरू छ अनि फेरि यही नै हो। अहिले साउदाइको घरमा आएको छु आनन्द छ मस्त छ। एकछिन किताब निकाल्नु पर्ने हुन्छ 1-1.5 घन्टा जति किताब निकालेर त्यसपछि म घर जान्छु अनि छुट्टीमा थिएँ म इक्जामको त्यसैले म छुट्टीमा बसेको थिएँ फेरि बोलाएर फेरि आएको म यहाँ किताब बाँड्नलाई अब बोलाएपछि आउनु पर्यो नि त त्यसैले किताब निकाल्छु त्यसपछि म घर जान्छु म भेट्छु हजुरहरूलाई है त। म देखाउँछु हजुरहरूलाई पसलमा स्पोर्टहरूको बारेमा तपाईँलाई हजुरहरूलाई म देखाउँछु है त गाइस। ल गाइस म चाहिँ काम गरिरहेको छु अब यो किताबहरू बाँड्न देख्न सक्नुहुन्छ हातहरू यस्तो फोहोर भएको छ अनि कालो कालो भएको छ। अब म चाहिँ गाना सुन्दै आनन्द मजाले काम गरिरहेको छु है त। किताब बाँड्नु छ बहुत गाह्रो छ किताबको त पट्टी हुन्छ यस्तो यसले चाहिँ हाल काट्न सक्छ हात चाहिँ दुखेको छ। अब 1 वर्षमा एकचोटि आउँछ किताब अनि बाँड्नुपर्छ बहुत गाह्रो छ यस्तरी बाँड्नुपर्छ कि मिलाएर बाँधिदिनुपर्छ स्कुलको लागि हो गाह्रो छ। गाना सुन्दै काम गर्नु चाहिँ बेस्ट मजा आएको छ। एकजना दाइ फेरि खाना खान जानुभएको छ अनि फेरि अब म चाहिँ किताब बाँधिरहेको छु अब किताब निकालेर चाहिँ भ्याइसक्यो अनि अब म पनि अब यति बाँधेर त्यसपछि जानुपर्ने हुन्छ। बिदामा छुट्टीमा बसेको मान्छे कहाँ पसलमा काम गरिरहनु पर्ने यता योले मात्रै कि यो छुट्टीको बेला थियो त्यही भएर छुट्टीमा म यसो काम गर्न आएको छुट्टी भएको त्यही पनि किताब त बाँधिदिनु पर्यो सबैले भनेपछि मजा आएको छ है कोडा गीत सुन्दै आनन्द मजा लिन। मलाई चाहिँ गीत सुनेर काम गर्न चाहिँ धेरै नै मजा लाग्छ किनभने अब आनन्द गीत सुन्दै काम गर्नु चाहिँ आफ्नो मुडमा न कसैको के सुन्न पर्ने न के सुन्न पर्ने आनन्द मजाले
सो फाइनली किताब चाहिँ बाँध्न भइयो है त चाहिँ अब हात खुट्टा धोएर फ्रेस भएर त्यसपछि घर जाने छु ओ थकै लागेको छ माइ गॉड हात दिनसँग ओ माइ गॉड म चाहिँ हात धुनु पर्ने हुन्छ देखिन छिया म एकछिन भेट्छ त हात धोएर म एकछिन भेट्छु त्यही मैले चाहिँ किताब बाँड्दा फ्लास भइसकेँ देख्नु सक्नुहुन्छ हात चाहिँ यस्तो कालो भएको छ कालो कालो रातो भएको छ हातले यो रस्सीले गर्दाखेरि रस्सीले हात काटेको छ दरतालले है त के गर्नु थकै लागेको छ के गर्नु काम गर्नु पर्यो के सुन्दै काम गर्दै मजा आइरहेछ नाति अझै लगभग अझै किताब निकाल्नु छ अझै अध्ययनसँग म चाहिँ यही नै संविधान किताबको संविधान स्कुल किताब यही नै यति निकालेर भइसक्यौँ त्यता छ यता छ यति धेरै छ किताबहरू टिभी त्यहाँ आनन्द बजिरहेको छ मस्त लाएर तपाईँहरूलाई म देखाउनेछु है त यहाँबाट छ यहाँ ट्र्याकहरू छ अनि ट्र्याकहरू बलहरू अनि ब्याडमिन्टनहरू छ तपाईँहरूलाई के चाहिन्छ त्यही अब स्पोर्टहरूको आइटमहरू टन्नै छ हजुर हामी कहाँ यहाँ चाहिँ बलहरू अनि कपहरू जर्सीहरू सबै छ अनि बच्चा बच्चाको लागि खेलाउन पनि छ अनि ट्रफीहरू त्यहाँ देख्न सक्नुहुन्छ गौतम भगवान र गणेश भगवानहरू पनि हुनुहुन्छ त्यहाँ अनि मलाई त्यहाँबाट हेरिदिनुहुन्छ एउटा आँखाले अर्को आँखाले उताबाट हेरिदिनुहुन्छ मलाई चाहिँ त्यस्तो लाग्दैन अब गल्ती काम गरेको छैन भिडियो बनाउनलाई मस्त पाइन्छ अनि फेरि यही यो किताबहरू पुरै लथालिङ्ग छ लथालिङ्ग भन्नाले अब यता कलश भइरहेको छ किताबहरू अनि त्यसैले गर्दाखेरि अब यस्तै फुल देखेको छ के छैन सबै गर्छन् केटाहरूले म चाहिँ आनन्द सबै कुर्सी मस्त लाएर बस्ने अब भइसक्यो क्यारे अब चाहिँ मस्त लाएर बस्ने हो यस्तै कुर्सीमा बस्ने दिन त अब सुखको दिन आउँछ अब सुखको दिन आउनलाई अब आफूले अब मेहनत गर्नुपर्छ त्यसैले चाहिँ यस्तो कुर्सी त अब कति बसिन्छ हो कि नै त्यसैले मेहनत चाहिँ गर्नुपर्छ है जीवनमा सङ्घर्ष गर्नुपर्छ हार खानु हुँदैन हामीले भन्दा आफूले हार खानु हुँदैन जति बाधा आए पनि जे आए पनि आफूले लडेर चाहिँ गर्नुपर्ने हुन्छ है त मैले भेट्छु हजुरहरूलाई एकैचोटि किताब भ्याएर त्यो साथीहरू म चाहिँ फ्रेस भइसक्यो है त फ्रेस भएर कस्तो पानी प्यास लागेको छ यार पानी प्यास लागेको छ घर खाना खाएर त्यही पानी मात्रै आएको थियो त्यसपछि म खाना पनि खाएको छैन अब घर एकछिन पसन्द गरेर पानी खान्छु त्यसपछि म घर जान्छु अनि साथीहरूलाई भनिदिनु अब टिकटकमा म कहाँ गएर टिकटक बनाउँछु भन्नाले टिकटक बनाउने मैले यही रुममा हो साउकै रुममा हो ऊ त्यहाँ यो पेन्टिङको डिब्बा मोबाइल राखेर अनि आफू यत्र भएर मस्त नाचिन्थेँ म अनि म यही रुममै बसेर टिकटक बनाउँथेँ अनि फेरि तपाईँले माथि पनि देखाएको छ माथि पनि बनाउँथेँ टिकटक है माथि बनाउँथेँ टिकटक यसले चाहिँ यस्तो फोटो भएको छ यहाँ साउको बस्नु हुँदैन नि त घरमा अनि अहिले फोटो छ यो चाहिँ रुम ब्लक रहेछ यो रुम ब्लक रहेछ यो चाहिँ खुल्ला छ क्या ओ माई गॉड यही नै रुम यहाँ चाहिँ मैले खासै बनाउँदैन थिएँ यहाँ चाहिँ मैले बनाउँदैन थिएँ टिकटक म चाहिँ त्यो तलको रुममा र
तलको रुममा अनि फेरि माथि हलमा यहाँ हलमा बनाउँथे यहाँ हलमा यहाँ बनाउँथेँ मैले टिकटक यहाँ त्यहाँ लगाएर मस्त लगाएर ओ जानी हो अनि यो चाहिँ किचन हो सधैँको अब चाहिँ म जान्छु अहिले पसलमा गएर यसो घर जान्छु अनि भेट्छु म है त म त अब हिँड दफा धेरै पछि म आएको छु छुट्टीपछि म यहाँ आएको पसलमा जान्छु म गएर साथीहरू म चाहिँ घर आइसकेँ अब घर आएर पानी सानी खाएँ अनि फेरि फ्रेस भयो भात खुट्टा धोएँ फेरि पनि घर आएर घाममा आएको थिएँ अनि त्यसैले कस्तो शरीर बनाएको थिएँ घाम हेर्नुपर्छ त्यही त मौसमहरू चेन्ज भइरहेको छ गर्मी सिजन आएको छ त्यसैले चाहिँ मौसम बाहिर हिँड्ने चाहिँ गाह्रो छ किनभने घाम चाहिँ बेसी चर्को लागेको छ त्यसैले मजा घर आइसक्यो घर अब एकछिन रेस्ट गरेर अनि उठेर नास्ता सास्ता खाएर त्यसपछि पढ्नुपर्ने हुन्छ किनभने भनेपछि अब इक्जाम नजिकै छ त्यसैले आफूले मेहनत गर्नुपर्ने हुन्छ पढ्नुपर्ने हुन्छ त्यसैले एकछिन रेस्ट गर्छु है त अनि यो मेरो भिडियो चाहिँ त्यति धेरै मिनटको चाहिँ हुँदैन होला त्यस्तै 8, 9, 10 मिनट समथिङ त्यस्तै हुन्छ होला अब त्यसपछि एडिट गरेपछि थाहा हुन्छ अन्त भिडियो कति मिनटको भनेपछि म यति भन्दै बिदा हुन्छु हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला अनि माया दिनु होला सपोर्ट दिनु होला हजुरहरूलाई म यस्तै भिडियोहरू म लिइरहने छु भ्लगहरू लिने छु म भ्लग किन खासै लिँदैन भनेपछि म कतै जान पनि पाउँदैन किनभने काम पनि अहिले म ब्रेक लिएको छु छुट्टीमा छु काममा पनि के भ्लग बनाइरहनु भनेर मैले भ्लग बनाउँदैन त्यति अनि अब कतै जाँदा साथीहरूसँग जाँदा र घुम्दा मात्रै भिडियो बनाउनु भनेको नाइ भन्दा त्यस्तै अब यति कति जाँदा मात्रै हो नाइ पनि त्यति खासै आउँदैन मेरो भिडियोहरू कतै जाँदा अनि कतै घुम्दा मात्रै अब हजुरलाई म भिडियो गरेर देखाउने छु नाइ भन्दा त्यस्तै होइन हजुरहरूलाई माया दिनु सपोर्ट दिनु होला हजुरहरू मेरो अब युट्युबमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब नभन्नु होला फेरि पनि है त अनि हजुरहरूले त्यस्तो सब्सक्राइब गरेर पनि अनसब्सक्राइब चाहिँ नगर्नु होला किनभने अब दुःख गरेर सब्सक्राइब बढाएको अनि हजुरहरूले अब अनसब्सक्राइब गरेपछि त अब दुःख लागिहाल्छ किन भनेपछि अब दुःख त लागिहाल्छ नि अब त्यो सब्सक्राइब बढेको अब घट्दाखेरि एक्कासी गर्दाखेरि आफै नराम्रो फिल हुन्छ त्यसैले सब्सक्राइब नबढाइदिनु होला अझै बढाइदिने कोसिस गर्नु होला सबैजनाले म यति भन्दै बिदा हुन्छु हजुर सामु बाई बाई जय नेपाल।